धानको कुन्यु धान काटेर पन्ज्याएर पाँजो सुकेपछि अब यसलाई दाउनी गर्न भनिन्थ्यो। उहिले चाहिँ गोरु लगाएर दाउनी गरिन्थ्यो। अहिले त थ्रेसर भन्छन्। ट्र्याक्टरले तानेर ल्याएर त्यो मिसिनले धान झार्छन्। यो सबै धानको कुन्यु उहिले खमारमा बनाइन्थ्यो। ठुलो ठुलो खेतमा आँगन जस्तो लिपेर खमार बनाएर अनि दाउनी गरिन्थ्यो। अब त यसरी ट्र्याक्टर यस्तोमा राख्यो अनि थ्रेसरबाट चाहिँ धान यसरी गरिन्छ। यी सबै धानको कुन्युहरू यस्तो छ। जमाना बदलियो। अब दाइँबाट थ्रेसरमा आयो। सहजीकरणको लागि यान्त्रिकीकरण भयो। अब कृषिमा किसानलाई सहजता भयो। मौलिकता चाहिँ हरायो तर किसानलाई सहजता चाहिँ भएको छ। यसले यो पनि यसलाई पनि सकारात्मकै मान्नुपर्छ। सकारात्मक नै मानौँ न यसलाई पनि। यो